7 पटक चुनाव जित्नुभयो 5 पटक प्रधानमन्त्री बन्नुभयो के काम गर्न सक्नु भएन जब 5 चोटि बनेको छु अरे ज्योतिषले 7 चोटि बन्छ भनिरहेको छ यार 7 पटक प्रधानमन्त्री बन्ने ज्योतिषले भएर पत्याउरी भन्नुहोस् त ज्योतिषले भइरहेको छ यार तपाईलाई पार्टीले अब निकाल्यो भने के निकाल्छ कांग्रेसले कसले निकाल्छ कसले निकाल्छ भन्नुहोस् त यार शेखर कोइरालाले निकाल्छ शेखर कोइरालाले यार तमन थापाले तपाईँ गिरिजा कोइरालाको नजिक हुनुभयो शेखर कोइराला कोइराला खोज्नु मलाई भन्नुहोस् त तपाईले देश त बनाउनु भएन नि त्यसमा त विकास गर्नु तपाईँले बनाउनु पर्यो देश तपाईले त डाक्टर आरजी देउवालाई परराष्ट्र मन्त्री बनाइदिनु अरे आफ्नो बुढीलाई नभए तपाईँ बुढा बनाउनु भयो भन्नुहोस् त तपाईँको बुढी त रेशम चौर खोले गएको हो नि त अनि तपाईलाई चाहिँ मेरो पार्टीमा ल्याउनु भयो तपाईँले आरजी देउवा मात्रै चाहिने अहिले अरे आफ्नो बुढीलाई त को चाहिन्छ भन्नुहोस् त सबैको बेहोरा चाहिँ आफ्नै बुढीलाई माया गर्ने भएदेखि यत्रो कन्ट्रोभर्सी के खाना उठ्थ्यो भन्नुहोस् त त्यसमा तपाईँ अब आरजी देउवालाई प्रधानमन्त्री बनाउनु पक्षमा हो अरे यार आफ्नो बुढीलाई बनाउँछु कहिले बनाउनु छ कि उसले मलाई बनाउँछु कि मैले उसलाई बनाउँछु अब केपी शर्मा ओलीसँग तपाईँको सम्बन्ध राम्रो हुन्छ कि बिग्रिन्छ अरे राजनीतिमा चाहिँ कोही कसैको स्थायी शत्रु र मित्र हुँदैन क्या केपी शर्मा ओलीसँग सहकार्य लामो समय जान्छ कि टुट्छ बिचमा के तपाईँलाई के भन्नु मैले भन्नुहोस् न आज के भन्नु जता जान चाहन्छ भन्नुहोस् के भन्नु मैले तपाईँ प्रचण्डसँग तपाईँ कुराकानी भइरहेछ हुन्छ उसको पनि फोनमा ब्यालेन्स छ मेरो पनि ब्यालेन्स छ हामी फोन गर्छौँ बोल्छौँ के जान्छ कुराकानी भइराखेको छ